हिजो पनि हारेको हो, तिमी के ठुलो कुरा गर्छौ हो? म चाहिँ कहिले हारे? हारेन लु त्यसो भए खेल्ने। खेलौँ न लु, खेलौँ अहिले। लु हरुवा पार्टी गुचाटी पहिला जाऊ तिमी नै। लु सुन, यो शब्द खेलमा तैले टुक्का होइन शब्दको टुक्रा जोड। कपालमा कलर लाएर हिरो सोच्दैछस् होला, तर कसम भनेको तँलाई देखिरहेको छ कुखुरा चोर। अब मलाई भन्नको लागि तैले कतिवटा लाइन कोरिसकिस्, अन्त भन् ओइ स्याल बुढो कतिवटा कुखुरा चोरिसकिस्। हेर्दामा जिउज्यान खाइलाग्दो मर्दनी भन्दा बलियो इमानदारी केटोलाई जो बन दिने मन थियो भनेर भन्थिस् होला नि। तर तँलाई न त फिगरले साथ दियो न त हाइटले। तँलाई देख्नु बित्तिकै केटाहरू साइड हुन्छ। साला 38 नम्बरको पेन्ट ल्याएर लगाइदियो भने पनि टाइट हुन्छ। तैले लेखेको लाइनहरू त्यति साह्रो खास थिएन। मेरो जिउ हेरेर कोही केटाहरू पनि हाँस्थेन। बरु तेरो कपाल हेरेर लाग्दैछ भाले जस्तो। लु त बरु एकचोटि कुकुरी क्वाक भनेर बाँच्दैन। मेरो शब्दले नै तेरो चाक बुच्चाइदिन्छु। 1 हप्तासम्म हक्नु सक्दैनस्, अनि खै त बाँचेको कि बुढो भएर सक्दैनस्। तँलाई टाइम सोधौँ भनेको, तर तेरो हात त खाली रहेछ। नसुर्ता, तँलाई म एउटा घडी दिन्छु। ज्यादा भाले 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 नभन, तँ पनि पोथी नै हो। अहिले फेरि यहीँनिर चढिदिन्छु। तँलाई ब्याटलमा जितेर यहीँनिर गाड्नु पर्ला बाटोमै झन्डा। ज्यादा ठुलो ठुलो कुरा नगर, ओथ्रेनी पोथी अहिले पार्नु पर्ला बाटोमै अन्डा। मेरो बुढाको सुकेको जिउ 2 माना भात खान्छ 4 किलो घिउ, त्यही पनि उसको लाग्दैन जिउ। बिचारा मान्छेहरू लाटा, शरीरहरू भाटा, कति किलो घिउ खाइसक्यो लागिसक्यो घाटा। ज्यादा ठुल्ठुलो कुरा नगर, अहिले यही भिडबाट फालिराखिदिन्छु जहाँ था। जतिजना दुश्मन आए पनि अहिलेसम्म छुइनँ म कोहीसँग भागेको। अब हार्दै गएपछि मुख छाड्नु थाल्यो, त्यसैले म चाहिँ लागेको। अलि स्कुटी लात पाल्दैन तल खटाइदिन्छु म। पानी आउनु कुदाउँछु नि, म कुदाउँछु नि। कहाँ हुन्छ यहाँ पानी आउनु आँटिसक्यो, ढिलो हुन्छ। ल्याउ न, म कुदाउँछु नि। बेला बेला त के हुन्छ? सक्नु नभन्नु पहिला राम्रोसँग सिक न, अन्त पो कुदाउनु पनि दिनु। डरसोरी अबै हुँदैन। कस्तो इरिटेट लागेको। सक्छु भनेको आउँदै त होइन, पानी आउनु आँटिसक्यो, कस्तो इरि लगाएपछि क्या मान्छे। आउन, म कुदाउँछु, केही हुँदैन हौ। मैले सपनाहरू पनि नराम्रो देखेछु। मलाई हात खुट्टा बिगार्नु छैन अहिले। घन्टा गर्नु ल्याएको, यो कुदाउनै नमिल्ने हो भने चाहिँ। अरे छुने टाइममा छुनु दिइरहेको छु, सिकाउँदैछु होइन बिस्तारै। अब सिकिसकेको छैन, कसरी कुदाउनु दिनु? आउँछ, सक्छु। हावा त यहाँ छिटो बस। आउन तिमी। कस्तो कुरा नबुझेको यो मान्छे। होइन भरे लडे पढ्यो भने चाहिँ लडाउँदिन, म भनेको सुन्दैनौ? लडाउँदिन, त्यसै कुदाउँदा त थाम्दिनु, नालीतिर हाल्छ। अझै छिटो बस चुप लागेर। अहिले बाटो बेहोरा नदेखाइ बस। अहिले भन् छिटो बस। अनि मैले के बेहोरा देखाएँ? अरे कुदाउनै सक्दैनौ त कसरी चाहिँ दिनु? सक्छु भनिरहेको छु त, तिमी पछाडि बस न, अन्त म कुदाउँछु। हुनै दिँदैनौ, अन्त सक्दैन भन्छ। अरे राम्रोसँग एकजना आफै एक्लै कुदाउँदा त सक्दैनौ राम्रोसँग, कसरी 2 जना? अहिले सिकिसकेकै छैनौ राम्रो। खाइ नभएको त्यसको स्कुटी छुनै नहुने, किन चाहिँ ल्याउनु अन्त? अरे के खालको मान्छे, के खालको मान्छे? अनि स्कुटी लात पाल्दैन तल खटाइदिन्छु म। लु दे त। के साह्रो गरम हो आज त। साँच्ची नै आज त के साह्रो गरम हो।
हेट, तिमी त उता उता गएर बस हौ। अनि किन चाहिँ के भयो? छेउमा आउँदा दङ दङ गनाइरहेछ। कहिले हात हापेन भित्र हालेर खै के गनाइरहेछ। फेरि त्यही हातले सुर्ती बनाइरहेछ। तर तिमीलाई जति भने पनि तिमीले सुन्छौ के? हगिसकेर चाक पनि राम्ररी धुन्छौ के? त्यसको बाजेको, तिमीले जेसुकै भने पनि मसँग नानी बनाएकै हो। कोही बेला त रातभरि नसुती बिहान पनि बनाएकै हो। याद छ होला पहिला सँगै बारीमा माया प्रेमको कुरा गर्दै मुला टिपेको। हामी रातभरि नसुतेर भोलिपल्ट तिमीले अनिन्दोमा चुला लिपेको। हो सुरुमा मैले तिमीलाई चाहे होला, तर अहिले यसो सोच्छु कि यस्तो घस्यौटासँग के हेरेर आयो होला। अब के गर्नु, भाग्यमा यस्तै लेखेपछि। अहिले त जवानी होइन, खुन उम्लेर आउँछ तिमीलाई देखेपछि। हामी छोरा मान्छे चाहिँ कस्तो हुन्छौँ भने ठिक ठाउँमा दाम लाउने, जे कुरा होस् जति नै पुरानो भए पनि काम लाउने। अब मलाई पनि तिमी पहिला जस्तो ठिक्कै चाहिँ लाग्दैन, तर अब तिमी जति पुरानो भए पनि मलाई हल्का त्यो दिक्कै चाहिँ लाग्दैन। तिमी बुढा हो र मात्रै नभए अघि लात हानिदिन्थे। मेरो बाउ आमाको इज्जत हेरेर मात्रै बसेको, नत्र अस्ति अर्कोसँग टाप हानिदिन्थे। मैले छोडेर जानु हो भने यतिखेर रक्सी खाएर कहाँ रुँदै गरेको हुन्थ्यौ। आफ्नो खाएको थाल, आफ्नो सरिएको लुगा आफै धुँदै गरेको हुन्थ्यौ। तिमीले छोडी गए पनि म एक्लै काम कुरा वन पाखादेखि लिएर घरको भ्याउँथे। तिमीले आज छोडेर गयो भने नि म भोलिपल्ट अर्को ल्याउँथे। त्यसैले म जे जस्तो भए पनि बुढा हो, इज्जत गर्नु सिक। अहिले मैले छोडेर गयो भने नि माग्नु पर्ला भिख। अलि याद गर्नु। जति नै गरे पनि सक्दैन हो तिमीले मलाई। सक्छु लु खेल्ने त्यसो भए। खेलु न त, लु को जाने पहिला? लु जाऊ न त, तिमी नै जाऊ। ल सुन, आज मेरो दिमागमा शब्दहरू गुम्सियो। मेरो बुढालाई यसो हेर्दा लाग्छ यो मान्छे होइन दुम्सी हो। तेरो अनुहार हेरेर त भिरबाट हाम फाल्नु मन लाग्छ, तर त्यस्तो कतै डाँडा छैन। तँ दुम्सी नै हो। फरक यति छ कि तेरो जिउमा काँडा छैन। आजसम्म कसलाई ब्याटलमा जितेर कतिवटा झन्डा गाडिस? तँ पनि मान्छे होइन, फुल पार्ने पोथी हो। ल भन, एक हप्तामा कतिवटा अन्डा पारिस? तँ केटी गोरी भए पनि केटा चाहिँ काले रोज्छस्। मलाई थाहा छैन भनेको, तैँले अन्डा दिनुभन्दा पनि ज्यादा चाहिँ भाले खोज्छस्। काम धन्दा छैन तेरो, जहिले गाउँ घुम्दै अर्काको घरमा डुली खा। म पोथी भए मेरोमा अन्डा छ, तर तँ चाहिँ अन्डा होइन, आएर मेरो सुली खा। सत्य कुरा प्राय तितै हुन्छ। तँ त गु खाने मान्छे, सुली त अलि मिठै हुन्छ। हरेक दिन साँझ परेपछि म धुप लाउँछु। तँ पोथी भालेहरू लिएर मेरो बारीमा आएर खोस्रिस भने नि तँलाई भूत लाउँछु। यस्तो बोल्नेहरूलाई त नि म एकै तालमा चुप बनाउँछु। तँलाई भूत लाएर चाहिँ नि भुटुवा चाहिँ होइन, एकदम दामी लोकल सुप बनाउँछु। म बेटल खेल्नु आउँदा शब्दहरू तिखारी आउँछु। तँ साला दुम्सी, फेरि पनि बारी कोटाउनु आइस भने यसपालि चाहिँ तँलाई म सिकारी लाउँछु। तँलाई भूत लाएर तेरो भूतलाई चाहिँ तैँले खनेको ठाउँमा गाडिदिन्छु। अनि बाँकी रह्यो मासु, त्यो मासु चाहिँ गाउँभरि बाँडिदिन्छु। अहिले मैले एक खाने भने सबै कुरा भुल्छस्। अब त्यो माथिल्लो घरको भाले त हिजै काटेर खायो, अब कुन चाहिँ भालेसँग डुल्छस्? अब भाले पनि मारेर खाइदिइहाल्यो, अब एक्लै कर 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 गर्दै बस। अब बिचरा एक्लै भइस के गर्छस्? मल गाडीमा एक्लै चढ्दै बस।
ओ बुढी तिम्रो दिमाग कतिको रहेछ आज म टेस्ट गर्छु है ल अच्छा एउटा बसमा चाहिँ दुईजना मान्छे थियो अरे हो एउटाको नाम चाहिँ थाहा छ थियो अरे अर्कोको नाम चाहिँ थाहा छैन थियो अरे हो के थियो अरे थाहा छ र थाहा छैन अन्त थाहा छ चाहिँ बाहिर पिसाब गर्नु गयो अरे बसमा को रह्यो थाहा छैन त्यति पनि थाहा छैन थाहा छ थाहा छ त बाहिर पिसाब गर्नु गएको छ अब फेरि सुन है एउटा बसमा दुईजना मान्छे थियो अरे हो एउटाको नाम थाहा छ अर्कोको नाम थाहा छैन थियो अरे हो अन्त थाहा छ चाहिँ बाहिर पिसाब गर्नु गयो अरे बसमा को रह्यो अन्त भन्दैछु त थाहा छैन भनेर अरे त्यति पनि थाहा छैन हे भगवान थाहा छ अनि थाहा छ भने भन न अन्त अघिदेखि भन्दैछु त थाहा छैन भनेर अब यति त थाहा छैन अन्त